नमस्कार। नोभेम्बर 4, 2025 मा न्युयोर्क शहरको एउटा नेपाली भान्सा घर रेस्टुरेन्टमा एउटा जमघट भयो। बाहिरबाट त हेर्दा सामान्य नै देखिन्थ्यो होला, तर त्यो वास्तवमा एउटा भनौँ न असाधारण नै थियो। हो, गेमी तक्सेरा समाज अमेरिकाले आयोजना गरेको हो, अनि त्यो कार्यक्रम होइन, केवल एउटा औपचारिक संवाद मात्रै थिएन रे। सुन्दा त त्यो रुकुम पूर्वको तक्सेरा गाउँको भविष्यका सपनाहरू बोकेको एउटा गहिरो भावनात्मक अनि रचनात्मक अन्तर्क्रिया थियो भन्ने आयो। एकदम। अमेरिकाका विभिन्न राज्यहरूबाट प्रवासी तक्सेराहरू जम्मा हुनुभएको। अनि प्रमुख अतिथि पनि निवर्तमान संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति माननीय कुसुम देवी थापा मगर हुनुहुन्थ्यो। हो, आज हामी त्यही भेटघाटको अलि गहिराईमा जाउँ न। किन यो यति महत्त्वपूर्ण थियो? यसले प्रवासी समुदाय र मातृभूमिको सम्बन्धबारे के भन्छ? ल, यसलाई खोलौं। यो केवल एउटा बैठक मात्रै त पक्कै थिएन हैन त? बिल्कुल थिएन। यो जमघटको मतलब विशेष महत्त्व छ। पहिलो कुरा त यसले त्यो देखाउँछ नि, प्रवासी समुदाय र उनीहरूको जरा, उनीहरूको मातृभूमि बीचको त्यो कहिल्यै नटुट्ने भावनात्मक सम्बन्ध। त्यो त छँदैछ। तर त्यो भन्दा पनि अगाडि बढेर हेर्दा यो अन्तर्क्रियाले के देखायो भने ठोस भविष्यका योजनाहरू र ती योजनाप्रतिको एउटा साझा प्रतिबद्धता। आजको दिनमा हैन, नेपालको स्थानीय तहदेखि अब राष्ट्रिय स्तरसम्मकै विकासमा प्रवासीहरूको भूमिका कति महत्त्वपूर्ण हुँदैछ भन्ने कुराको यो एउटा जीवन्त उदाहरण हो के। हो र कसरी? उहाँहरू केवल मतलब पैसा पठाएर वा चासो राखेर मात्र बस्नु भएको छैन। अब त विकासको खाका कोर्न र त्यसलाई कार्यान्वयन गराउन पनि सक्रिय रूपमा लाग्न खोज्दै हुनुहुन्छ। त्यसैले यो सपना बोकेको अन्तर्क्रिया भन्नु एकदमै सान्दर्भिक छ, किनकि यहाँ भावनासँगै कार्ययोजना पनि जोडिएको थियो। हो, त्यो उत्साह त देखियो नै। स्रोतहरूले पनि भन्छन् कि अमेरिकाका विभिन्न राज्यहरू टाढा टाढाबाट पनि मानिसहरू निकै जागरका साथ आउनु भएको थियो रे। हो नि। यो केवल तक्सेरा घर भएकाहरूको जमघट मात्र थिएन। यो त तक्सेराको भविष्यप्रति चिन्तित र आशावादीहरूको भेला थियो जस्तो लाग्यो मलाई त। हो हो। उहाँहरूले माननीय सांसद थापा मगर समक्ष आफ्ना कुरा राख्नुभयो, सुझाव दिनुभयो, अनि सबभन्दा महत्त्वपूर्ण कुरा विकासका लागि एउटा लामो सूची नै प्रस्तुत गर्नुभयो। त्यो सूची छलफलका विषयहरू हेर्दा पनि थाहा हुन्छ यो कति गम्भीर र योजनाबद्ध थियो। हो, त्यो सूची आफैमा खै अध्ययन गर्न लायक छ। त्यसले देखाउँछ कि प्रवासी समुदायले आफ्नो गाउँको आवश्यकतालाई कति मिहिन ढङ्गले बुझेको छ। उहाँहरूले त्यस्तो हावादारी कुरा गर्नु भएन, बरु गाउँले भोगिरहेका वास्तविक समस्या र सम्भावनाहरूलाई केन्द्रमा राखेर कुरा गर्नुभयो। पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, ऊर्जा, सहकारी सबै क्षेत्र समेटेको हो। विकासका लगभग सबै आयामहरूलाई समेट्ने प्रयास भएको देखिन्छ। यो सूची हेर्दा उहाँहरूको दूरदृष्टि र आफ्नो ठाउँप्रतिको त्यो गहिरो लगाव प्रष्ट हुन्छ। त्यसो भए ती प्रमुख योजनाहरू के थिए त? अलि विस्तारमा हेरौँ न। पूर्वाधारको कुरा गर्दा सबैभन्दा पहिले त तक र सेरा जोड्ने पक्की मोटर पुलको माग रहेछ। त्यो त सायद वर्षौंदेखिको आवश्यकता होला नि। होला। अनि तल्लो सेरामा बनिरहेको सुविधा सम्पन्न अस्पताल परियोजनाको प्रगतिबारे पनि चासो देखाइएको छ। त्यसको अवस्था के छ भनेर। हो, तत्कालको आवश्यकतालाई हेरेर बेली ब्रिज निर्माण प्रक्रिया अघि बढाउन पनि माग गरिएको रहेछ। कनेक्टिभिटी र स्वास्थ्य जस्ता आधारभूत कुरामा जोड दिनु त स्वाभाविकै हो। एकदम। पुल र सडकले गाउँलाई बाहिरी दुनियाँसँग जोड्छ, आर्थिक र सामाजिक गतिविधि बढाउँछ। अस्पतालले जीवनस्तर सुधार्छ, मानिसहरूलाई गाउँमै बस्न प्रेरित गर्छ। सही हो। अनि ऊर्जाको कुरा पनि छ। तल्लो सेरामा निर्माणाधीन विद्युत उत्पादन योजनाको अवस्थाबारे सोधिएको छ। बिजुली बिना त आजकल गाह्रै छ नि। विकासको कल्पना गर्नै सकिन्न। यी मागहरूले देखाउँछ कि प्रवासीहरू गाउँको कोर इन्फ्रास्ट्रक्चर बलियो बनाउन चाहन्छन्, जुन दीर्घकालीन विकासको जग हो नि। तर यहाँ अर्को कुरा पनि महत्त्वपूर्ण छ। यी मागहरू केवल इच्छा पत्र होइनन्, यी ट्र्याकिङ जस्ता पनि छन्। कसरी? बन्दै गरेको अस्पताल कहाँ पुग्यो? बिजुली आयोजनाको अवस्था के छ? यस्तो प्रश्नले के देखाउँछ भने उहाँहरू केवल माग राख्ने मात्र होइन, भइरहेका कामको निरन्तर निगरानी र चासो राख्दै हुनुहुन्छ भन्ने पनि देखाउँछ।
हो, त्यो निरन्तरताको भाव महत्त्वपूर्ण छ अनि पूर्वाधारसँगै पर्यटन र आर्थिक विकासका कुरा पनि जोडिएका छन्। के रहेछन् त्यता? चौरी खर्कमा पर्यटनको सम्भावना उजागर गर्ने, बुखीपाटनको धार्मिक क्षेत्र, त्यो रामाझीमा ब्राहा क्षेत्रलाई पर्यटन मार्फत प्रवर्धन गर्ने कुराहरू उठे। राम्रो कुरा हो। स्थानीय संस्कृति र प्रकृतिलाई आर्थिक अवसरसँग जोड्न खोजेको देखिन्छ। हो, अनि तकसेरा घुमलीबाङ कृषि सडकको मागले कृषि उत्पादनलाई बजारसम्म पुर्याउने बाटो खोल्छ होला। पर्यटन र कृषि यी दुई तकसेरा जस्ता पहाडी क्षेत्रका लागि अर्थतन्त्रका महत्त्वपूर्ण आधार हुन सक्छन्। चौरी खर्क र बुखीपाटन जस्ता ठाउँहरूको सम्भाव्यता अध्ययन गरेर तिनलाई पर्यटकीय गन्तव्य बनाउन सकियो भने स्थानीय स्तरमा रोजगारी सृजना हुन्छ, बाहिरबाट आय भित्रिन्छ। कृषि सडकले किसानलाई प्रोत्साहन गर्छ। तर यहाँ चाखलाग्दो कुरा के छ भने यी योजनाहरू कार्यान्वयन गर्न फेरि पूर्वाधार, सडक, बिजुली, सञ्चार चाहिन्छ, जुन कुरा उहाँहरूले सुरुमै उठाउनु भएको छ। हो त नि, एकदमै तार्किक र चरणबद्ध सोच जस्तो देखियो। र यहाँनेर कुरा झनै रोचक बन्छ। उहाँहरूको सोच कतिसम्म दूरगामी रहेछ भने भविष्यमा बयाली डाँडा थाममा एयरपोर्ट बनाउने सम्भाव्यता अध्ययन गर्ने विधि, पद्धति र नियमहरू बारे पनि छलफल भएको छ रे। एयरपोर्ट? हो, यो त निकै महत्त्वकांक्षी योजना भयो नि। महत्त्वकांक्षी त पक्कै हो। नेपालको दुर्गम पहाडी क्षेत्रमा एयरपोर्ट बनाउनु प्राविधिक र आर्थिक रूपमा निकै चुनौतीपूर्ण हुन्छ। त्यो त हो नै। तर यसले प्रवासी तकसेराहरूको सपनाको आकार देखाउँछ क्या। उहाँहरू केवल तत्कालका समस्या समाधान गर्न मात्र होइन, भविष्यको एउटा ठूलो तस्विर कोर्न चाहनुहुन्छ। सायद तत्काल सम्भव नहोला, तर यस्तो सोच राख्नु आफैमा महत्त्वपूर्ण छ। यसले एउटा भिजन दिन्छ, एउटा लक्ष्य निर्धारण गर्छ। फेरि उहाँहरूले सिधै एयरपोर्ट बनाइदेऊ भन्नु भएन नि त। के भन्नुभयो त? सम्भाव्यता अध्ययन गरौँ भन्नुभयो, जुन यथार्थपरक पहिलो कदम हो। त्यो सम्भाव्यता अध्ययन भन्ने शब्दले नै उहाँहरूको व्यावहारिक सोच पनि देखाउँछ। अनि शिक्षा र स्थानीय उद्यमशीलताको कुरा पनि उत्तिकै जोरदार रूपमा उठेको छ। तकसेरामा बहुमुखी क्याम्पस स्थापना गर्ने प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्न छ। त्यो पनि महत्त्वपूर्ण। गाउँमै उच्च शिक्षाको अवसर भयो भने वर्षेनी थुप्रै युवाहरू पढ्नकै लागि सहर पस्नुपर्ने बाध्यता कम हुन्छ। हो नि। अनि साना तथा मझौला उद्योगहरूको सम्भावना पहिल्याउने कुरा पनि छ। उद्योगको पनि? शिक्षा र स्थानीय उद्योग, यी दुई कुराले गाउँको सामाजिक र आर्थिक स्थायित्वमा ठूलो भूमिका खेल्छन्। बहुमुखी क्याम्पसले गाउँको बौद्धिक स्तर उकास्छ, युवाहरूलाई गाउँमै भविष्य देख्न मद्दत गर्छ। अनि उद्योगले रोजगारी दिन्छ? हो, साना उद्योगहरूले रोजगारी सृजना गर्छन्। स्थानीय स्रोत र सिपको प्रयोग हुन्छ। यसले परनिर्भरता घटाउँछ। यो समग्र विकासको एउटा महत्त्वपूर्ण पाटो हो, जसलाई प्रवासी समुदायले राम्ररी बुझेको देखिन्छ। अनि एउटा निकै मौलिक र सुन्दर अवधारणा पनि प्रस्तुत भएछ। तकसेराको मौलिक कला संस्कृतिलाई जीवित सङ्ग्रहालय, लिभिङ म्युजियमको रूपमा व्यवस्थापन गर्ने। यो जीवित सङ्ग्रहालय भनेको के हो, अलिकति प्रष्ट पार्दिनुस् न? जीवित सङ्ग्रहालय यो एउटा निकै चाखलाग्दो अवधारणा हो। यो परम्परागत सङ्ग्रहालय जस्तो होइन, जहाँ पुराना वस्तुहरूलाई सिसाभित्र बन्द गरेर राखिन्छ। अनि बरु यो यस्तो ठाउँ हो जहाँ स्थानीय कला, संस्कृति, परम्परा, जीवनशैलीलाई प्रदर्शन मात्र गरिँदैन, त्यसलाई निरन्तर अभ्यास गरिन्छ, जीवन्त राखिन्छ। कस्तो राम्रो! जस्तै त्यहाँ स्थानीय नाचगानहरू नियमित देखाइन्छ, परम्परागत घरहरूमा मानिसहरू बसिरहेका हुन्छन्, स्थानीय परिकारहरू चाख्न पाइन्छ, हस्तकलाहरू बनिरहेको देख्न पाइन्छ। मतलब संस्कृतिलाई अनुभव नै गर्न पाइने। हो। यसले संस्कृतिलाई केवल देखाउने वस्तु बनाउँदैन, बरु अनुभव गर्ने र त्यसको हिस्सा बन्ने अवसर दिन्छ। यो पर्यटन प्रवर्धन र संस्कृति संरक्षण दुवैका लागि एकदमै प्रभावकारी मोडल हुन सक्छ। गजब! तकसेराको विशिष्ट मगर संस्कृतिलाई यसरी संरक्षण र प्रवर्धन गर्न सकियो भने त्यो निकै महत्त्वपूर्ण उपलब्धि हुनेछ। वाह, यो त साँच्चीकै गजबको सोच रहेछ। अनि अर्ग्यानिक र आधुनिक होटल व्यवसायलाई कसरी सँगै लैजाने भन्ने विषयमा पनि छलफल भएछ। त्यो पनि हो। यसले पर्यटन विकासलाई दिगो र स्थानीय पहिचान सहित अघि बढाउन खोजेको संकेत गर्छ होला नि। तर यी सबै राम्रा योजनाहरूका बीचमा एउटा अलिकति मार्मिक प्रश्न पनि उठेको छ। वर्षेनी शिक्षा, स्वास्थ्य र विकासका अवसर खोज्दै गाउँबाट हुने बसाइसराई कसरी रोक्ने? त्यो त ठूलो समस्या हो नि। हो, यसका लागि विद्यालय र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने कुरा आएको छ।
यो बसाइसराईको समस्या हैन, नेपालका धेरै गाउँहरूको साझा पीडा हो। अवसरको खोजीमा गाउँ रित्तिदै जाने क्रम बढ्दो छ। यसलाई रोक्न गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा गाउँमै उपलब्ध हुनु पहिलो शर्त हो। प्रवासीहरूलाई यो समस्याको जडलाई समातेर समाधान खोज्न खोजेका छन्। त्यो त हो। उहाँहरूले भौतिक पूर्वाधार, पुल, सडक, बिजुली, अस्पतालको माग गर्नु र सँगसँगै शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारको कुरा गर्नुले उहाँहरूको सोच कति सन्तुलित र समग्र छ भन्ने देखाउँछ। हो, मान्छेलाई गाउँमा टिकाइ राख्न भौतिक सुविधा र सामाजिक सुरक्षा दुवै चाहियो नि। एकदम। पूर्वाधारकै कुरा गर्दा फेरि बुखीपाटन तकसेरा हुँदै दोरपाटन जोड्ने सडक विस्तार र शहीद मार्ग तत्काल कालोपत्रे गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ। सडकको कुरा फेरि आयो? हो, यसले कनेक्टिभिटीमा कति धेरै जोड दिएको छ भन्ने फेरि पुष्टि हुन्छ। अन्त्यमा साना तथा मझौला स्थानीय उद्योग व्यवसाय सञ्चालन र प्रवर्धन गर्ने विषय पनि समेटिएको छ। यो त विकासको एउटा पूर्ण प्याकेज जस्तै भयो। हो नि, यो सूची हेर्दा लाग्छ उहाँहरूले तकसेराको विकासका लागि एउटा विस्तृत मास्टर प्लान नै प्रस्तुत गर्नुभएको छ, जसमा तत्कालका आवश्यकतादेखि दीर्घकालीन सपनासम्म सबै कुरा अटाएका छन्। तर यहाँ चाखलाग्दो कुरा के छ भने यति धेरै योजना र आकांक्षा प्रस्तुत गर्दा उहाँहरूले चुनौतीहरूलाई बिर्सनु भएको छैन। चुनौतीहरू पनि के रहेछन्? रुकुम पूर्वको विकट भौगोलिक अवस्था, जसले गर्दा विकास निर्माण महँगो र ढिलो हुन्छ, त्यसप्रति उहाँहरू सचेत हुनुहुन्छ। त्यो त छँदैछ। अर्कोतर्फ नेतृत्व क्षमताको कमी र जिल्ला सदरमुकामको स्थायित्व बारेको अन्योलताले पनि विकासमा बाधा पुगेको भन्ने उहाँहरूको चिन्ता निकै यथार्थपरक छ। यो चिन्ताले देखाउँछ कि उहाँहरू केवल सपना मात्र देख्नुहुन्न, सपना साकार पार्ने बाटोका तगाराहरूप्रति पनि उत्तिकै सचेत हुनुहुन्छ। अनि अर्को एउटा निकै व्यवहारिक र महत्त्वपूर्ण कुरा उठ्यो लगानीको। लगानी। स्रोतका अनुसार विदेशमा रहेका तकसेरा प्रवासीहरूले आफ्नो गाउँमा लगानी गर्न आफूहरू निकै इच्छुक रहेको प्रस्ट्याउनु भयो। यो त सकारात्मक कुरा भयो। एकदम सकारात्मक। तर सँगसँगै उहाँहरूले प्रक्रियागत झन्झट र सम्भावित जोखिमहरू बारे पनि चिन्ता व्यक्त गर्नुभयो। त्यो त हो नि। लगानीको वातावरण कस्तो छ, प्रक्रियाहरू कतिको सहज छन्, लगानी गरेपछि त्यसको सुरक्षा र प्रतिफलको सुनिश्चितता कस्तो छ, अनि राज्य वा स्थानीय तहबाट कस्तो सहयोग पाइन्छ, यी प्रश्नहरूमा उहाँहरूले स्पष्टता खोज्नु भएको देखिन्छ। यसले एउटा महत्त्वपूर्ण र राष्ट्रिय स्तरमै सान्दर्भिक प्रश्न खडा गर्छ। के प्रश्न? प्रवासी नेपालीहरूको यो अथाह सद्भाव, ऊर्जा र लगानी गर्ने इच्छालाई नेपालले कसरी सदुपयोग गर्ने हो त नि। तकसेराका प्रवासीहरूले उठाएका यी प्रश्नहरू सायद विश्वभर छरिएका लाखौं नेपालीहरूको मनमा पनि छ होला। प्रक्रियागत सरलीकरण, लगानी मैत्री वातावरण र राज्यको स्पष्ट नीति तथा सहयोग बिना प्रवासी लगानी आकर्षित गर्न गाह्रो हुन्छ। उहाँहरूले पैसा मात्र होइन, आफ्नो सिप, ज्ञान र अनुभव पनि भित्र्याउन चाहनुहुन्छ। तर त्यसका लागि सहज र सुरक्षित वातावरण अनिवार्य छ। यो तकसेराको मात्र चुनौती होइन, समग्र नेपालकै चुनौती र अवसर हो। यी सबै विस्तृत योजना, सपना, चिन्ता र लगानीको इच्छा सुनेपछि माननीय सांसद कुसुम देवी थापा मगरको प्रतिक्रिया कस्तो रह्यो त? के उहाँले यी कुराहरूलाई गम्भीर रूपमा लिनुभयो? स्रोतका अनुसार उहाँको प्रतिक्रिया निकै सकारात्मक र उत्साहजनक थियो। राम्रो। उहाँले भन्नुभएको एउटा वाक्य निकै अर्थपूर्ण छ। तकसेरा केवल एउटा गाउँ होइन, सम्भावनाको स्रोत हो। वाह, यो भनाइले नै उहाँले तकसेरालाई हेर्ने दृष्टिकोण कति सकारात्मक छ भन्ने झल्काउँछ। उहाँले प्रवासीहरूको भावना, माया र सुझावहरूलाई उच्च सम्मान गर्दै तिनलाई आफ्नो कार्ययोजनामा समावेश गर्ने र कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यी योजनाहरूले गाउँको भविष्य मात्र नभई तकसेरावासीको पहिचान र आत्मविश्वासलाई पनि बलियो बनाउने कुरामा जोड दिनुभएको छ रे। यो त निकै आशा जगाउने कुरा भयो। अनि उहाँको व्यक्तित्वको प्रभाव कस्तो रह्यो? कहिलेकाहीँ यस्ता कार्यक्रममा नेताहरूको प्रस्तुतिले पनि ठूलो अर्थ राख्छ नि। हो,
त्यसको पनि चर्चा भएको छ। स्रोतले भन्छ कि माननीय सांसद थापा मगरको सरल स्वभाव, व्यावहारिक सोच र स्पष्ट कुरा राख्ने शैलीले उपस्थित सबैलाई प्रभावित पारेको थियो। त्यस्तो हो। उहाँको दूरदर्शी दृष्टिकोण र गाउँका समस्याप्रतिको गहिरो बुझाइले सहभागीहरूमा उहाँप्रति ठूलो सम्मान र विश्वास जगाएको देखिन्छ। विश्वास त्यो महत्त्वपूर्ण भयो। यो विश्वास निर्माण हुनु आफैमा महत्त्वपूर्ण कुरा हो, किनकि यसले भविष्यमा सहकार्यको ढोका खोल्छ। अझ उहाँ कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुनुहुन्छ। हो, त्यो त झन् सान्दर्भिक भयो। जुन समितिको कार्यक्षेत्र तकसेरामा प्रस्तावित धेरै योजनाहरू जस्तै कृषि सडक, सहकारी सुदृढीकरण, सम्भावित ऊर्जा र पर्यटनमा प्राकृतिक स्रोतको प्रयोगसँग प्रत्यक्ष जोडिन्छ। यसले उहाँको प्रतिबद्धतालाई थप अर्थपूर्ण बनाउँछ। साँच्चै त्यो विश्वासको वातावरण महत्त्वपूर्ण हुन्छ। यदि हामी यसलाई अलि बृहत तस्विरसँग जोड्छौँ भने सांसदको यो सकारात्मक प्रतिक्रिया र त्यसबाट सृजित विश्वासको वातावरणले के सङ्केत गर्छ त? यसले कम्तीमा दुईवटा महत्त्वपूर्ण सङ्केत गर्छ जस्तो लाग्छ मलाई। पहिलो, यसले प्रवासी समुदाय र मातृभूमि, खास गरी राज्यका प्रतिनिधिहरू बीचको सम्बन्धलाई थप प्रगाढो बनाउने सम्भावना देखाउँछ। यो केवल एकतर्फी माया र चासो मात्र होइन, राज्यले पनि प्रवासीहरूको भूमिकालाई कदर गर्छ र उनीहरूसँग सहकार्य गर्न तयार छ भन्ने सन्देश जान्छ। अनि दोस्रो, यो जनप्रतिनिधि र प्रवासी समुदाय बीच कसरी रचनात्मक सहकार्य हुन सक्छ भन्ने एउटा सम्भावित मोडेल पनि हो। तकसेरामा देखिएको यो अन्तर्क्रिया अरू समुदाय र क्षेत्रका लागि पनि उदाहरण बन्न सक्छ। विश्वास, खुला संवाद र साझा प्रतिबद्धता नै यस्तो सहकार्यको आधार हो। समग्रमा हेर्दा यो भेटघाट निकै उपलब्धिमूलक र अर्थपूर्ण रह्यो भन्न सकिन्छ। गेमी तकसेरा समाज अमेरिकाको सक्रियता र पहल अनि माननीय सांसद थापा मगरको उपस्थिति र प्रतिबद्धताले यो सम्भव भयो। स्रोतमा उल्लेख भए अनुसार कार्यक्रम हलभरि एउटा बेग्लै किसिमको सकारात्मक ऊर्जा र उत्साह छाएको थियो रे। हो र? हो। प्रवासी तकसेरावासीहरूमा आफ्नो गाउँप्रति केही गर्ने नयाँ जोश, आशा र प्रतिबद्धता जागेको थियो। त्यो क्षणलाई कसरी वर्णन गरिएको छ भने विदेशको भूमिमा भएर पनि मातृभूमिको सुगन्ध फैलिएको अनुभूति भइरहेको थियो। यो वाक्यले नै त्यहाँको भावनात्मक गहिराईलाई बताउँछ। सबैजना आफ्नो गाउँ, आफ्नो संस्कार र आफ्नो एकताको प्रतीक बनेर जुटेका थिए। कार्यक्रमको समापन पनि उत्तिकै भावुक र सन्देशमूलक थियो भन्ने सुनिन्छ। गेमी तकसेरा समाज अमेरिकाका अध्यक्ष मधुकर बुढा मगरले धन्यवाद ज्ञापन गर्दै भन्नुभएको कुराले कार्यक्रमको सारलाई समेट्छ। के भन्नुभयो उहाँले? उहाँले भन्नुभयो, यो अन्तर्क्रिया केवल भेटघाट होइन, यो हाम्रो गाउँ, समाज र पहिचान प्रतिको माया र जिम्मेवारी पुनः पुष्टि गर्ने अवसर हो। कति राम्रो कुरा हो नि। यो भनाइले कार्यक्रमको मूल मर्म, त्यो सपना बोकेको अन्तर्क्रियालाई अझ बलियो बनाउँछ। यसले प्रवासीहरूको त्यो साझा भावना, हामी जहाँ भए पनि हाम्रो मन तकसेराकै माटोमा छ भन्ने सन्देशलाई साँच्चीकै जीवन्त बनाएको छ। त्यसो भए यो सबै कुरालाई संश्लेषण गर्दा यसको समग्र अर्थ के हो त? यो न्युयोर्कको भेटघाटबाट हामीले के सिक्न सक्छौं? यसको समग्र अर्थ हो, यो केवल एउटा औपचारिक बैठक वा प्रवासीहरूको जमघट मात्र थिएन। यो आफ्नो जरा प्रतिको गहिरो प्रतिबद्धता, आफ्नो माटो प्रतिको अगाध माया र आफ्नो समुदायको भविष्य निर्माण गर्ने दृढ संकल्पको एक शक्तिशाली अभिव्यक्ति थियो। तकसेराको विकासका लागि प्रस्तुत गरिएका ठोस, विस्तृत र दूरगामी योजनाहरूले देखाउँछ कि प्रवासी समुदाय केवल भावनात्मक रूपमा मात्र जोडिएको छैन, उसँग भिजन छ, योजना छ र सम्भवतः स्रोत जुटाउने इच्छा शक्ति पनि छ। यो संवादले विदेशमा बस्नेहरू र मातृभूमि बीचको त्यो भौगोलिक दूरीलाई घटाएर भावनात्मक र वैचारिक रूपमा नजिक ल्याइदियो। र यसले स्थानीय विकासमा प्रवासी समुदाय कति महत्त्वपूर्ण साझेदार बन्न सक्छ भन्ने कुरालाई जोरदार रूपमा उजागर गरेको छ, हैन त? निसन्देह, उनीहरू केवल रेमिट्यान्स पठाउने स्रोत मात्र होइनन्, उनीहरू विचार, सिप, अनुभव र लगानीका सम्भावित संवाहक पनि हुन्। तर यो तकसेराको उदाहरणले हामीलाई एउटा गहिरो प्रश्न सोच्न पनि उत्प्रेरित गर्छ जस्तो लाग्छ। कस्तो प्रश्न होला? प्रश्न यो हो, नेपालले तकसेरा समुदाय जस्ता विश्वभर फैलिएका आफ्ना हजारौं प्रवासी समुदायहरूको यो भावनात्मक सम्बन्ध,
उनीहरूका यस्ता व्यावहारिक विचार, उनीहरूको यो ऊर्जा र उनीहरूको सम्भावित लगानीलाई कसरी अझ प्रभावकारी र संस्थागत रूपमा सदुपयोग गर्न सक्छ? हो, यो महत्त्वपूर्ण प्रश्न हो। के यस्ता भेटघाटहरू वर्षमा एक पटक हुने प्रतीकात्मक कार्यक्रममा मात्र सीमित हुने हुन्, वा यिनलाई साँच्चीकै दिगो साझेदारीमा बदलेर प्रवासीहरूको ज्ञान, सिप र लगानीलाई राष्ट्र निर्माणमा ठोस रूपमा परिचालन गर्न सकिन्छ? यो तकसेरामा देखिएको विशिष्ट ऊर्जा र योजनालाई राष्ट्रिय स्तरमा व्यापक कार्यमा रूपान्तरण गर्न कस्ता नीतिगत, संस्थागत र व्यावहारिक संयन्त्रहरू आवश्यक पर्लान्? हो, सोच्नुपर्ने कुरा हो। सायद अबको बहस यतातिर मोडिनु जरुरी छ। केवल सपना देखेर मात्र हुँदैन, ती सपनालाई साकार पार्ने बाटो पनि बनाउनु पर्छ नि।